देशले जबरजस्त परिवर्तन खोजिरहेको छ। प्लिज डु नट डिस्टर्ब, जस्ट सिट डाउन। ब्यालेट बक्समा भेटौँ, ब्यालेट खोलौँ, ब्यालेटले यो देशको भविष्य निर्धारण गर्नेछ र नयाँ जोडिएका साथीहरूमाथि अन्याय हुने छैन, यो ग्यारेन्टी भयो। नयाँ जोडिएका साथीहरूप्रति अन्याय हुने छैन, ग्यारेन्टी भयो। व्यक्तिलाई न्याय गर्न सकिन्छ सकिन्न थाहा छैन, सिङ्गो अभियानलाई अन्याय गरिन्न साथी हो, यो ग्यारेन्टी भयो। व्यक्तिगत स्वार्थ भन्दा निकै माथि उठेर देशको हितलाई ध्यानमा राखेर हामी यसपटक साँच्चै नै म्याजिक गर्ने तयारीमा छौँ। त्यो म्याजिकका लागि कहाँ कसले के त्याग गर्नुपर्छ हामी सब तयार छौँ। परिवर्तन र इतिहासको पन्नालाई च्यात्ने, इतिहासको बहावलाई नै रोक्ने जुन प्रयास गरेको थिए त्यसको परिणाम हो। तर पार्टीका रूपमा, नेताका रूपमा हामी त्यहाँ पुग्छौँ जहाँ पुग्दाखेरि जनताले भोट हालिदिए भने देशले परिणाम दिन सक्छ, देश नयाँ बाटोमा जान्छ। हामी त्यसका लागि तयार छौँ। विशेष गरी पार्टी सभापतिका रूपमा मेरो काँधमा विशेष जिम्मेवारी आएको छ। यो विशेष जिम्मेवारीलाई म नेपाली जनताको विश्वासलाई साथमा लिएर र नयाँ आउनुभएका साथीहरूलाई विश्वासमा लिएर म दृढताका साथ निभाउँछु। म तपाईलाई वचन दिन चाहन्छु, दायाँ बायाँ कहीँ कतै केही हुँदैन, कसैले दायाँ बायाँ गर्न पाउँदैन। तपाईँ हाम्रो हातमा आज पार्टीका रूपमा हामी जोडिएका साथीहरू र अहिले अगाडि बढ्ने साथीहरू हाम्रो हातमा अहिले यो हलमा भएका मान्छेको मात्र होइन, तपाईँहरूको घरमा भएका बालबालिकाहरूको भविष्य पनि अहिले हाम्रो काँधमा आइपुगेको छ। यो चान्चुने कुरा होइन साथी हो। घरमा भएका साना केटाकेटीको मात्र होइन, अब जन्मन बाँकी भएका केटाकेटीहरूको भविष्य पनि हाम्रो काँधमा आएको छ। यो खेलाची गर्ने समय होइन, यो खेलवाड गर्ने समय होइन र हामी सक्छौँ, हामी सक्षम छौँ। त्यसैले म सबैलाई यही भन्न चाहन्छु, जति पनि शक्तिहरू सलबलाइरहेका छन् अहिले, अब यो इतिहासको यो सङ्गीन मोडमा देशले एउटा राम्रो इतिहास लेख्न गइरहेको, देशले एउटा सुनौलो भविष्य कोर्न लागेको यो बेलामा डिस्टर्ब गर्ने होइन, जस्ट सिट डाउन। सबैलाई भन्न चाहन्छु, प्लिज डु नट डिस्टर्ब, जस्ट सिट डाउन। ब्यालेट बक्समा भेटौँ, ब्यालेट खोलौँ, ब्यालेटले यो देशको भविष्य निर्धारण गर्नेछ। ब्यालेटमा मतपत्रमा अलमल नगरिकन घन्टीमा हाल्नका लागि हामी तयार भएर साथीहरू, राजनीतिक दलहरू, अभियन्ताहरू सबैलाई बोकेर एकै ठाउँमा लिएर हिँडेका छौँ। समाजले चिनेका, जानेका, मानेका, हर तह र तबकाका, सङ्घर्ष गरेका, थरुवाट आन्दोलनदेखि लिएर अन्य विभिन्न पहिचानवादी आन्दोलनदेखि लिएर विभिन्न पेसा र व्यवसायमा भएका सबै साथीहरूलाई एउटै मालाभित्र उनेर हामी घन्टी चुनाव चिन्हमा गोलबद्ध भएर आउनुहोस्। हामी आउँछौँ, हामी सबैजनालाई एक ठाउँमा लिएर आउँछौँ।